guys, welcome to my new vlog. Today we are going to Bath, Roman Empire ले कब्जा गरेको युकेमा historically rich अनि एकदमै I think we'll enjoy the day today. Stay tuned. Watch till the end. पानी छिटाइरहेछ है बाथमा आइपुग्यौँ हामी ट्रेनबाट झरेर अब निस्किनु पर्नेछ यहाँबाट केटा कताबाट निस्किने हो सिटी सेन्टर वे आउटै हो सिधै एक हप्ताको दिन पुगेन क्या डेट अनि के गर्यो भने मुर्गेन जाडो हो दाइ के छ के होला जस्तो छ आज ओके हामी चाहिँ बाथको मेन टाउनमा छौँ आइरहँ हो पानी अलिअलि परिरहेको छ तर हामीलाई रोक्दैन पानीले हामीलाई रोक्दैन मेरो टोपी हरायो उता स्टेसनमा खाजासाजा खायौँ भोक साह्रै लागेको थियो अब घुमघाम अब होटेल चेक इन गर्छौँ हातहरू एकदम ठिराइरहेछ तर प्लेस चाहिँ वर्थ इट छ एकदमै घरहरू युनिक एन्टिक छ होटेल नजिकै पुग्न आँटेका छौँ साथीहरू अगाडि अगाडि हिँडिरहेछन् रमाइलो हुन्छ घुम्नु बाँकी नै छ घाम चाहिँ दामी लाग्यो है वा दामी रहेछ ठाउँ त हामी चाहिँ पुट्नी ब्रिजमा जाँदैछौँ अहिले चाहिँ यहाँबाट यस्तो राम्रो भ्यू आउँछ है त्यहाँबाट माथिबाट डाँडाबाट पानी बसेर क्या त्यताबाट इन्ट्री त्यहाँ रहेछ नि त भाइ बाथको एकदमै पपुलर ब्रिजमा मध्ये पर्छ हामी केटाहरू चाहिँ पानीमा नभिजौँ भनेर अब यहाँबाट चाहिँ हामी लेफ्ट हुँदै माथि डाँडा चढ्छौँ माथिबाट यस्तो भ्यू हेर्नुको लागि
नेपालमा पनि यतिको चाहिँ चाहियो है यसपालि बालनले जित्यो हुन्छ आजको चिया चाहिँ होइन 1 नम्बर इन्डियन रेस्टुरेन्टमा सिधै छिरेको अनि यसो हेरेको ड्रिङ्कमा केही छैन अनि जस्ट के अरे त्यो चिया रहेछ ल चाय अझ चाय होइन चाय दा आजको चाय कस्तो थियो पानी मेरो त ड्रिङ्क छ है केटा रातको स्काइलाइन माथिबाट टक्क हेर्ने भनेर खास जाँदैछौँ बाटो काट्नु पनि हेर्नु गाह्रो छ बाटो काट्नु पनि यहाँ केटाहरू अगाडि अगाडि हिँडिसक्यो ले सायद त्यति बेलामा यो डिजाइनमा चाहिँ रमाइलो गर्नुपर्छ माथिबाट अब भ्यू चाहिँ हेर्न पाइन्छ कि पाइँदैन हेरौँ तर आउनु चाहिँ आइहाल्छ अलिअलि हिलो रहेछ आइफोन ओरेन्ज भएको है कडा 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 केटाहरू यतिको लेभलको चाहिँ हुनु पऱ्यो माथि डाँडाको भ्यू पनि हेऱ्यो नेपाल हुँदा चाहिँ साथीहरूसँग आफ्नो मेरो स्कुलको साथीहरूसँग म घुम्न गएको चाहिँ साह्रो मिस हुँदो रहेछ केटाहरू अब अहिले लास्टै मिस भएको छ कोले हेर्छ यो चाहिँ ठ्याक्क उनीहरूलाई चाहिँ थाहा हुन्छ है केटाहरूलाई एकदमै साह्रै मिस गरिरहेको छु म नो वरिज तर ठिकै छ एक दिन भेट्छौँ हामी अब लाइटिङ यस्तो राम्रो देखिन्छ टाउन हामी चाहिँ ब्रेकफास्टको लागि जाँदैछौँ बिहान उठ्यो चेकआउट होटलबाट भयो अब चाहिँ हामी ब्रेकफास्टको लागि जाँदैछौँ हेलो गाइज क्रेसेन्ट गार्डननिर हामी पार्कमा आइपुगेका छौँ यहाँ चाहिँ यस्तो प्रोटेक्टर जस्तै बिल्डिङहरू चाहिँ हामी देख्न सक्छौँ हेर्नुहोस् एकदमै बवाल आर्किटेक्चर यो ठाउँ नै एकदमै रमाइलो खालको छ काम पनि राम्रो लाग्यो हल्का चिसो चिसो छ अहिले चाहिँ साथीहरू अगाडि पुग्छ ठाउँ एकदमै रमाइलो रमाइलो छ केटाहरू चाहिँ लखर 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 हिँड्दैछन् है तपाईँको पनि एक दुईवटा प्रतिक्रिया जाओस् रियाक्सन जाओस् यहाँ चाहिँ सानो कुलो जस्तो छ नि यहाँ रहेछ
कस्तो भइरहेछ उर्गेन